भ्रष्टाचार गर्यो भनेर भन्ने अनि त्योभन्दा 100 गुणा बढी चाहिँ नि भ्रष्टाचार गरेको गरिदिने, त्यो चाहिँ भ्रष्टाचार होइन, त्यो लहर पोलिदिनु चाहिँ अपराध होइन। जेनजी पुस्ताहरू एउटा ठिक छ, माग ठिक छ, जायज छ होला, तर क्रियाकलाप गलत छ। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आज चाहिँ यो जेनजी पुस्ताहरूको माग, तपाईँको जेनजी पुस्ताको माग भनेको जम्मा जम्मी चाहिँ नि सुरुमा आएको चाहिँ दुईवटा हो। एउटा चाहिँ नि भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ र दोस्रो कुरा चाहिँ प्रत्यक्ष कार्यकारी भन्ने जस्तो, तर स्पष्ट सबै जेनजीमा पनि धेरैवटा चाहिँ टिम भएकोले कुन चाहिँ को माग के हो भन्ने कुरा ठ्याक्कै चाहिँ खुलेको छैन। तर पनि समस्या कहाँनिर हो भने अहिलेको प्रधानमन्त्रीज्यू जो सुशीला कार्कीज्यू हुनुहुन्छ, उहाँले पनि बुझाइ के थियो भने जेनजीको ठ्याक्कै माग म पनि थाहा पाउँदिनँ भन्ने जस्तो उहाँको धारणा सुन्नुमा आएको थियो त्यति बेला होइन। अर्को उहाँहरूको अहिले त्योभन्दा पछाडिको माग चाहिँ एउटा के थपिएको छ भने राजनीतिक दलहरूलाई निषेध गर्ने टाइपको, या चाहिँ नि जेनजी भन्दा अरू चाहिँ हुनु हुँदैन, यहाँनिर अरूलाई चाहिँ निषेध गर्नुपर्छ भन्ने टाइपको जुन एउटा त्यो कन्सेप्ट ल्याएको देखिन्छ। अनि यसको बारेमा चाहिँ हामी अलिकति यहाँ छलफल गर्छौँ। कस्तो हो भने जेनजी पुस्तामा जस 29 भन्दा मुनिको कम उमेर समूहकोलाई चाहिँ जेनजी पुस्ता भनिन्छ। तर यहाँनिर कस्तो छ भने माग चाहिँ कसले गर्छ भने फेरि तपाईँको चाहिँ नि कुनै अब दलका होइन घुसपेट भएर आएका टिमहरूको चाहिँ नि युवाहरूले चाहिँ त्यो जेनजी भन्दा अरू हुँदैन भन्ने टाइपको क्या त्यो एउटा उनीहरूको माग छ त्यस्तो खालको होइन। अब त्यो माग पनि जायज छ कि छैन त भन्ने कुरामा चाहिँ पहिला हामीले त्यो कुरा बुझ्नुपर्छ जस्तो मलाई लाग्छ होइन। कुनै नेपाली नागरिकले त्यो मैले हिजोको भिडियोमा पनि भने यो तपाईँको 16 देखि 43 सम्मको जुन उनीहरूको जुन अधिकार हक अधिकारको जुन बारेमा लेखिएको छ त्यो संविधानमा व्यवस्था गरिएको छ, त्यो चाहिँ मैले हिजोको भिडियोमा पनि भने कि त्यो एउटा कुनै व्यक्ति या एउटा कुनै राजनीतिक दल होइन या कुनै जात भाषी धर्म या संस्कार संस्कृति अन्तर्गत यो फल्नालाई मात्रै भनेर लेखिएको त्यो संविधान चाहिँ होइन त्यो होइन। नेपालको प्रचलित कानुनहरू हुन्छ थप त्यसमा होइन। अब यहाँ चाहिँ के देखिन्छ भने माग चाहिँ ट्याक्कै कस्तो भने ल अब चाहिँ यो अरू राजनीतिक दलहरू चाहिँ यहाँबाट चाहिँ सकिहाल्ने, अब यिनीहरूलाई चाहिँ बन्दै गर्ने भन्ने टाइपको जुन तपाईँहरूको माग छ, यसमा चाहिँ केमा सचिनुपर्छ भने यो कसैले पनि कसैको अधिकार हनन गर्न पाउने अधिकार चाहिँ कसैलाई पनि छुट छैन त्यो। किनभने त्यहाँनिरको त्यो त्यति पढ्नुभयो भने पनि तपाईँहरूले बुझ्नुहुन्छ कि यो चाहिँ होइन, त्यो त होइन रहेछ भन्ने कुरा। माग पनि कस्तो जायज माग हुनुपर्छ। ठिक छ चाहिँ नि नेपालमा चाहिँ नि संसदीय प्रणाली ठिक लागेन, त्यसको बारेमा ठिक छ प्रत्यक्ष कार्यकारी, तर प्रत्यक्ष कार्यकारीमा पनि कस्तो खालको प्रत्यक्ष कार्यकारी ल्याउने भन्ने हुन्छ क्या होइन। तपाईँको चाहिँ कतिपय देशहरू चाहिँ प्रत्यक्ष कार्यकारीमा जाँदाखेरिमा सुरुमा अभ्यास गर्दाखेरिमा देश चाहिँ नि डुबेको इतिहासहरू छ। अब कस्तो भने नेपालमा चाहिँ कस्तो भने मैले देखेको राजनीतिक दल बिनाको उसको समर्थन बिनाको तपाईँको चाहिँ नि या चाहिँ नि तपाईँको न्यूनतम उसले गर्नुपर्ने दलले गर्नुपर्ने न्यूनतम मापदण्डहरू पुरा नगरेको दलहरूबाट चुनिएको त्यो देशमा चाहिँ म चाहिँ सहमत छैन होइन। किनभने यसले चाहिँ राम्रो गर्दैन र यो चाहिँ नि देश डुब्न सक्छ होइन। व्यक्तिको अधिकार पनि उस्तै हुन्छ क्या तपाईँको चाहिँ तपाईँको जेनजी पुस्ताले पाएको अधिकार पाउने अधिकार र चाहिँ अरू पुस्ताले अरू मान्छेले पनि पाउने अधिकार वा चाहिँ प्रधानमन्त्रीले पाउने अधिकार र एउटा साधारण व्यक्तिले पाउने अधिकार चाहिँ बराबरी नै हुनुपर्छ। त्यो चाहिँ संविधानको मर्म हो होइन। तर अब कस्तो भने ल म एउटा व्यक्तिले चाहिँ नि होइन कुनै राजनीतिक दल वा चाहिँ नि कुनै पनि तरिकाको धर्म या अहिले त धर्मनिरपेक्ष भनेपछि त कुनै धर्म त्यो चुन्न पाउने अधिकार ममा छैन होला त, त्यो छ। तर कस्तो विवेक गुमाउनु चाहिँ हुँदैन। त्यो चुनिरहँदाखेरि विवेक गुमाउँदाखेरि चाहिँ के समस्या आइलाग्छ भने नि यसले चाहिँ नि कस्तो खालको समाजको परिकल्पना गर्ने, कस्तो खालको समाज बनाउने भोलि गएर होइन तपाईँको चाहिँ कमसेकम कम हामीसँग न्यूनतम एउटा उता हुनु पऱ्यो नि त। ल पछि भविष्य चाहिँ कस्तो खालको बनाउने, यहाँ चाहिँ कस्तो खालको चाहिँ नि समाजको परिकल्पना गर्ने भनेको कुनै विचार त हुनु पऱ्यो नि त। त्यतिकै बनाउने के बनाउने त, छाडा बनाउने, छाडा समाज बनाउने परिकल्पना हो त, के बनाउनु खोजेको हो त। यहाँनिर हेर्दाखेरि जस्तो मानौँ तपाईँको चाहिँ नि सिमरा बाह्रको त्यो सिमरामै हेरौँ न, तपाईँको चाहिँ नि जेनजी पुस्ताहरूले चाहिँ नि भेट्न बित्तिकै ड्याङ हान्ने भन्ने छ। जेनजी पुस्ता त्यो सबै जेनजी पुस्ता हो। त्यसरी चाहिँ सार्वजनिक सम्पत्तिको दहन गर्न
तपाईँको चाहिँ नि तहस नहस गर्न पाउने या कुनै व्यक्तिको सम्पत्ति चाहिँ तहस नहस गर्न पाउने अधिकार चाहिँ नि जेनजी पुस्तालाई चाहिँ छ। म जेनजी हुँ भन्ने बित्तिकै सबै गर्न पाइने। यसको बारेमा सबैले सचेत हुनुपर्छ, सोच्नुपर्छ। किनभने ठिक छ, तपाईँहरूलाई राजनीतिक दल मन पर्दैन भने ठिक छ, त्यो बारेमा तपाईँहरू आफ्नो तरिकाले लाग्नुहोस्, आफ्नो तरिकाले रोज्नुहोस्, त्यो तपाईँहरूको अधिकार हो। तर कसैको धन सम्पत्तिमा चाहिँ नि जनधनमा चाहिँ नि क्षति गर्ने, सार्वजनिक सम्पत्ति क्षति गर्ने छुट तपाईँहरूलाई पनि छैन। यो चाहिँ कस्तो हो भने तपाईँहरू देश बनाउन हिँडेको कि बिगार्न हिँडेको, सक्न हिँडेको, जे भेटेछ त्यो पोलेछ, जे भेटेछ त्यो हानेछ, होइन? त्यहाँ निर्ममतापूर्वक तपाईँहरूले हेर्नु त त्यो पुलिसहरूलाई चाहिँ नि गरेको त्यो व्यवहार, त्यो जनपदहरूलाई गरेको व्यवहार, त्यो चाहिँ नि त्यो मानव अधिकार अन्तर्गत पर्छ या चाहिँ नेपालको संविधानको कुन चाहिँ धाराले त्यो तपाईँहरूले व्यवस्था गर्छ? ठिक छ, अस्ति मान्छे मार्ने अधिकार केपी ओलीलाई थियो या चाहिँ नि गृहमन्त्रीलाई थियो भन्ने तपाईँहरूको जुन चाहिँ नि त्यो प्रश्न छ, यसमा चाहिँ के भन्छु भने म नेपालको ब्युरोक्रेसीहरू कसरी चलेको छ, होइन? त्यहाँनिर कसले चाहिँ नि त्यो भिड नियन्त्रण गरेर जाने पुलिसको नेतृत्व कसले गर्छ? नेपाल सरकार हो, त्यो अन्तर्गतको चाहिँ नि संस्था चाहिँ हो। तर कस्तो हो भने त्यहाँ पनि त बुझ्न त पर्यो भने कसरी चल्छ, होइन? त्यो केपी ओलीले भनेको सबै कुरा हुन्थ्यो भने त्यति बेला के भएर चाहिँ नि त्यो हुलदुङ्गा गर्ने, त्यो चाहिँ नि सिंहदरबार जलाउने मान्छेलाई चाहिँ किन पक्रिएन, होइन? किन तिनीहरूलाई गोली चलाइएन? पछाडि चाहिँ नेपाली सेनाले किन गोली चलाएन त, होइन? केपी ओलीले भनेको मान्ने हुन्थ्यो नेपाली सेनाले त्यो तिनीहरू सबलाई तहस नहस गर्थ्यो होला नि त, होइन? कतिपय कुरा चाहिँ कस्तो भने सिस्टममा कहिलेकाहीँ चाहिँ नि इरोर आउला के आउला त्यो आफ्नो ठाउँमा छ। तर मान्छेले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने नेपालको ब्युरोक्रेसी पनि कसरी चलेको छ त्यसको बारेमा हुनु पर्यो। दोस्रो कुरा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हो भने तपाईँको सार्वजनिक सम्पत्तिमा चाहिँ तपाईँको गएर कसैले त्यसको क्षति गर्छ, त्यसको विध्वंस मचाउँछ त्यहाँनिर भने त्यो चाहिँ मेरो धारणा चाहिँ स्पष्ट के छ भने तिनलाई चाहिँ नि त्यहाँनिर जे गरेर नियन्त्रण गर्नुपर्छ या कुनै कारणले त्यहाँनिर त्यो सार्वजनिक सम्पत्तिको चाहिँ नि तहस नहस गर्न जाने, विध्वंस गर्न जाने मान्छे मर्यो भने चाहिँ तिनको बारेमा चाहिँ नि कुनै क्षतिपूर्ति सरकारले दिनुपर्ने या चाहिँ नि सरकारले चाहिँ नि उसको लागि शहीद घोषणा गर्नुपर्ने यो नियम चाहिँ कहाँनिर छ, त्यो नियम चाहिँ संशोधन गर्नुपर्छ र यो चाहिँ अन्त्य गर्नुपर्छ। आफूलाई जे मन लाग्यो त्यो गर्ने, सार्वजनिक सम्पत्तिको दोहन गर्ने, ल चाहिँ नि त्यो तपाईँको चाहिँ नि तपाईँको सार्वजनिक सम्पत्ति चाहिँ नि तपाईँको ड्याङडुङ पारेर फुटा भ्रष्टाचार गर्यो भनेर भन्ने, अनि त्योभन्दा 100 गुणा बढी चाहिँ नि भ्रष्टाचार गरेको गरिदिने, भ्रष्टाचार होइन त्यो लगेर पोलिदिने चाहिँ अपराध होइन। त्यो भएकोले जेनजी पुस्ताहरूसँग मेरो चाहिँ के हो भने माग, त्यो तपाईँहरूको चाहिँ नि जुन एउटा ठिक छ माग ठिक छ, जायज छ होला, तर क्रियाकलाप गलत छ। यो कुरामा सच्चिनुपर्छ। मैले राजनीतिक दलहरू सच्चिनुपर्छ पर्दैन भन्ने बारेमा मैले सच्चिनै पर्दैन भनेकै छैन नि, राजनीतिक दलहरू पनि सच्चिनुपर्छ। यो त कस्तो हो भने राजनीतिक कालखण्डमा त तपाईँको कस्तो हो भने जे कुराको माग हुँदै जान्छ त्यो कुरालाई सम्बोधन गर्दै जानुपर्छ, त्यो परिवर्तनशील नै हुनुपर्छ। तर कस्तो भने आफ्नो पुग्नुपर्ने न्यूनतम कहाँनिर हो, कस्तो खालको समाज बनाउने, कस्तो खालको चाहिँ नि सेवा सुविधा उपलब्ध गराउने, कस्तो खालको सुशासन ल्याउने भन्ने बारेमा चाहिँ अगाडि नै तय गरेको हुनुपर्छ कि त्यो राजनीतिक दल हो भने चाहिँ। तपाईँहरूको जस्तो अहिले चाहिँ निर्णय गर्ने, भाङमुङ गर्ने, बिगार्ने, अनि फेरि बनाउला त्यो सुदन गुरुङले भने जस्तो त्यो इँटाको थुप्रो त्यो त जतिवटा बनाउन सकिन्छ भनेर हुन्छ एउटा। त्यसो भए त यो नेपाल पनि एउटा यसो रेखाङ्कन गरेको एउटा ऊ न हो, अर्को बनाउनु त नेपाल मिल्छ? यस्तो वाहियात कुरा, बकमफुसे कुराहरू गरेर चाहिँ नै मान्छेलाई यो सामाजिक सञ्जाल पनि भड्किलो टाइपको बनाउने, यो सामाजिक सञ्जालमा जसले जे बोले पनि हुने, जसलाई जे गरे पनि हुने, जति गाली गरे पनि हुने, यही समाजको परिकल्पना गरिएको हो त। यसलाई नियन्त्रण गर्नुपर्छ भन्छु म त, होइन? कसैलाई तुच्छ वचन गाली गलोज गरेर किन बोल्ने, भलगढ शब्दहरू बोलेर चाहिँ नि यो समाजलाई चाहिँ नि एकदम दुर्गन्धित चाहिँ बनाउनमा सबैजना नलागौँ। यसमा चाहिँ सुधार्नका लागि सबैजनाले एक एक इँटा थप्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो चाहिँ नि यो भनाइ हो र तपाईँहरू आजदेखि लाग्नुहोस् यो बारेमा भन्ने म चाहन्छु। यी सबैजनाले एक एक इँटा थप्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो माग छ, मेरो चाहिँ नि यो भनाइ हो र तपाईँहरू आजदेखि लाग्नुहोस् यो बारेमा भन्ने म चाहन्छु। र बाँकी रहेको कुरा चाहिँ अर्को भिडियोमा भेट्ने नै छौँ। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु।